बेल्जियममा राजनीतिक दलहरूले नेपालीहरूको लागि केही पनि गरेको छैन। तर यति नै गरेको छ, नेपालबाट आएका ती फटा भ्रष्ट नेताहरूलाई खाता उडाउने, सम्मान गर्ने, रात्रि भोज गर्ने र भाषण छाड्ने र फर्कने बेलामा पैसा दिएर पठाउने काम यति मात्रै गरिरहेको छ। त्यसैले यो राजनीतिक दलहरूले यो एनआरएन बेल्जियमलाई केही पनि गर्न सक्दैन। तर यहाँ केही गर्ने, समाज सेवा गर्ने भनेको सामाजिक संस्थाहरूले मात्रै हो। तर राजनीतिक संस्थाहरूले माखो पनि मारिएको छैन। यसै सन्दर्भमा म के भन्छु भने नेपालतिर बाटोघाटो पुलहरूसम्म बनाउनु भएको छ र स्कुलहरूमा र आर्थिक सहयोगहरू धेरै ठाउँमा गरिरहनु भएको छ र यही पनि विभिन्न आफ्नो संस्कृति जोगाउने खालको तीज, दसैँ तिहार, माघे सङ्क्रान्ति र यहाँ विभिन्न भइपर आउने सबै खाले सहयोगहरू अरू सङ्घ संगठनहरूले गरिरहनु भएको छ। तर यी तीन दल राजनीतिक दलहरूले अहिलेसम्म केही पनि गरेको छैन र उनीहरू अहिले यो राजनीतिक यो एनआरएनको मुखमा आएर उहाँहरूले चाहिँ अरूलाई प्रवेश गर्न दिनुभएकै छैन र यहाँहरूले भोलि गएर यो एनआरएनमा पनि केही पनि गर्दैन र उनीहरूले चाहिँ यो एनआरएन पनि ध्वस्त बनाउँछ। विभिन्न सङ्घ सङ्गठनका व्यक्तिहरूलाई पाखा लगाएर सहमति भन्दै सबै नेपालीहरूलाई सहमतिको नाममा झुकिरहेका छन्। यहाँ राजनीतिक पार्टीहरूले 1800 सदस्य मध्येमा अब काङ्ग्रेसको, एमालेको, माओवादीको, राप्रपाको र स्वतन्त्र केही गरी आफ्नो सदस्यहरू आफूले बनाएर आफ्नो सिट बोर्ड चाहिँ बुकिङ गरिसकेका छन्। भनेपछि तपाईँले त्यस्तो अवस्थामा उपाध्यक्ष पदमा उम्मेदवारी दिएर तपाईँले जित्छु जस्तो लागेको छ होला तपाईँलाई? हेर्नुहोस्, मैले चाहिँ यो चुनाव जितिसकेँ मेरो तर्फबाट। किनभनेदेखि अब 7000 यहाँ नेपालीहरू छ भने 5000ले यहाँ चाहिँ एनआरएन 5000 त सबै मेरै पक्षमा हो। इभन 1800 लगभग 1800 मेम्बर बनेको छ। अब एउटा दलको 200 जना भन्दा यहाँ छँदै छैन। सबै हामीले आफ्नो चाहिँ नि साथी आयो भनेर लिइदिएको मात्रै मेम्बर हो। त्यो कोही चाहिँ नि किनेको हो। त्यसैले यहाँ मैले जितिसकेको छु। नजिते तापनि अर्को सालमा अर्कोचोटि फेरि पनि एनआरएनको चुनाव हुँदाखेरि यो राजनीतिक दलहरूको चाहिँ नि ले कोही पनि आउँदैनन्, जम्मै स्वतन्त्र टोली मात्रै आउँछ। उनीहरूको चाहिँ अब धरोटी पनि ल्याप्स हुन्छ। त्यसैले यो उहाँहरूको चाहिँ नि अन्तिम गेम हो। मर्ने बेलामा कमिलोको पनि पहेँटा उम्रन्छन् भन्छ। त्यसैले उहाँहरूको चाहिँ नि यो अन्तिम खेल नै हो। तपाईँले राजनीतिक दलका नेताहरूले जस्तै गरेर भाषण दिन पनि जान्नुहुन्न र तपाईँले विभिन्न सामाजिक कार्यहरूमा गर्दै आउनु भएको छ। गर्दै आउँदा तपाईँले परिवारबाट पनि आफ्नो सहयोग नपाइरहेको अवस्था छ। भनेपछि तपाईँहरूलाई यहाँ सम्पूर्ण बेल्जियमवासी नेपालीहरूले सामाजिक कार्यको लागि सहयोग गर्छन् भन्ने आश लाग्छ त तपाईँलाई? हजुर, यस कुरामा मेरो पहिलो प्रश्नमा के छ भनेदेखि हो, म चाहिँ यसरी चाहिँ नि झुटो आश्वासनहरू बोल्न म चाहँदैन। म खुट्टाले गर्ने, हातले गर्ने, म चाहिँ नि अग्रिम पङ्क्ति, नेपालीहरूको अग्रिम पङ्क्तिमा म आउँछ। तपाईँहरूले मेरो कार्यशैलीहरू देखिसक्नु भएको छ। र दोस्रो कुरा, म चाहिँ नि घर परिवारबाट टाढा भयो त भन्दाखेरि म के भन्न चाहन्छु भने म हिजो मेरो रगतको कणबाट, मेरो चाहिँ नि जिन्सबाट नै म चाहिँ समाज सेवाको चाहिँ नि धारणा उत्प्रेरित भएको हुनाले म चाहिँ समाजमा लाएर म चाहिँ नि घर परिवारबाट टाढा पुग्न गएको छु र मलाई त्यही नै खुसी छ। म समाजको सेवा गर्न पाएको म अझ त्योभन्दा बढी म खुसी छु। त्यसैले तपाईहरूले मलाई यस एनआरएनमा उपाध्यक्ष पदमा निर्विरोध किसिमले मलाई चयन गर्नुहुनेछ। सबैले मलाई भोट दिनुहुनेछ भन्ने मैले चाहिँ आशा राखेको छु।
मैले एनआरएनको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार मैले दिएको छु र मैले मेरा साथीहरूलाई मैले सोध्दाखेरि उहाँहरूले भन्नुभयो पहिला तपाईँ राजनीतिको मेम्बर लिएर आउनुहोस् र मात्रै एनआरएनमा जानुपर्छ भन्ने उहाँहरूको भनाइ थियो। के स्वतन्त्र व्यक्ति एनआरएनमा जाने हाम्रो हक अधिकार छैन? यो एनआरएन राजनीतिक दलको मात्रै हो र? बेल्जियममा लगभग 1800 सदस्यहरू छ। 2000 सदस्य भयो भने 2 जना आइसिसी मेम्बर हाम्रो हुन्छ। त्यसैले 2 जना आइसिसी सदस्य बनाउनमा त यहाँहरूको चाहिँ अब अहिलेसम्म सहमति भइसकेको छैन, मिलोमत भएको छैन भने अब पछि यिनीहरूले के गर्ला भन्ने तपाईँहरूले सोच्नु नि पर्दैन। त्यसैले हामीले यो जो अहिले 17 युरो मेम्बरको लागि फी लिएको छ यो पनि धेरै नै महँगो भइरहेको छ। किनभने एनआरएनले केही पनि गरेको छैन। 17 युरो बेकारमा किन दिने, भोट पनि किन हाल्ने? अब 7 जना परिवार छ भने 17 युरोको दरले कति गयो? 5 जना छ भने 85 युरो त्यसै गयो। 85 युरो तिरी अब चाहिँ उहाँहरूको इच्छा भएमा एनआरएनले राम्रो काम गर्यो भने 17 युरो केही पनि छैन। 1700 पनि दिन यहाँका दाजुभाइहरू तयार हुनुहुन्छ। तर यहाँहरूले चाहिँ त्यो पनि गर्नु भएको छैन र यहाँहरूले कोलाई बनाउनुहुन्छ जसले आफूलाई भोट देला जस्तो क्याम्पमा गएर पैसा खरिदेर यस्तो खालको चाहिँ क्रियाकलापहरू यहाँ नभएको होइन। जो स्वतन्त्र व्यक्तिहरू हुनुहुन्छ जो चाहिँ अब यहाँ धेरै वर्षबाट बसिराख्नु भएको छ यहाँहरूले सदस्य गर्न एनआरएनको बारेमा सोधपुछ यहाँले गर्नु हुँदैन। यहाँले आफ्नै साथी आफ्नै पार्टीको साथीहरू गुट बनाउने र एनआरएनलाई कब्जा गराउने खेल मात्रै यहाँले खेलिराख्नु भएको छ। यसै सन्दर्भमा म के भन्छु भने 2 युरोको दरले अब 1800 लगभगको अब 3600 युरो त्यो कार्ड बनाउनमा मात्रै हाम्रो एनआरएनको पैसा लगानी भयो। एवं रीतले अर्को सालमा अब 10,000 नेपाली एनआरएन बन्ला। 10,000 को अब 20,000 युरो हाम्रो कार्ड बनाउन मात्रै खर्च भइरहेको छ। त्यो 20,000 युरोको नेपाली 20 लाख हुन्छ। त्यो 20 लाखले केही न केही ठुलो सानो हामीले काम गर्न हामीलाई धेरै मद्दत पुग्नेछ र त्यो कार्ड हामीलाई वर्षैपछि सालैपछि 2 सालैपछि त्यो नयाँ कार्ड बनाएर त्यो हामीलाई के काम छ यदि चाहिन्छ कसैलाई चाहिन्छ भने त्यसलाई बनाउन दिए भयो। हामीलाई त्यो कार्डले हरेक सालमा बनाएर त्यो कार्डको के काम छ त्यहाँ सामाजिक सङ्घ संस्थामा लागेर धेरै कार्यहरू गर्नुभयो। रमाइलो हाँसो ठट्टा गर्दा पनि मिङ काका भनेर तपाईँ धेरै परिचित हुनुहुन्छ। त्यसको अर्थमा तपाईँले गीतहरू पनि मिठो गीत गाउनु भएको छ। यसै अवसरमा यहाँ सम्पूर्ण बेल्जियमवासी नेपाली एवं नेपालसँग जहाँ पनि छरिएर रहेका नेपालीहरू छन् एनआरएनहरू छन् उहाँहरूलाई एउटा मिठो गीत सुनाएर मनोरञ्जन दिलाइदिनु। हजुर दीपक बाबु, अब मैले भन्नुपर्दा के हुन्छ भनेदेखि म जुनसुकै प्रोग्रामहरूमा जस्तै काङ्ग्रेसको होस् कम्युनिस्टको होस् जुनसुकै भोज भत्यार अब चाहिँ लोसारहरू मैले कहीँ पनि म छुटाउँदैन। इभन हाम्रा नेताहरू आफ्नो प्रोग्राममा बोलाउनुहुन्छ र अरूको प्रोग्राममा जानुहुन्न। यो तपाईँहरूले देखिराख्नु भएको छ। म कुनै प्रोग्राम मैले चाहिँ अप्सन गरेको हुँदैन। मैले गीत गाउँदाखेरि अलि सुहाउँदैन होला, यो चाहिँ बेमौसमको फुल जस्तो हुन्छ, तै पनि म चाहिँ गाइदिन्छु। हे परेली झिम झिम भो, परेली झिम झिम भो, मिने दाइलाई एउटा भोट दिउँ भो, माया जल बुन्छु म झिम झिम सानो नझिम क्याउ परेली भुतुकै हुन्छु म। उपाध्यक्ष पदमा उम्मेदवार दिएको किनभनेदेखि म लामो समयदेखि बेल्जियममा समाजसेवा गर्दै आइरहेको तपाईँ सबैलाई नै थाहा होला र अझै पनि मसँग केही न केही गर्न सक्छु, मसँग भिजन छ
र मसँग समय पनि छ भन्ने उद्देश्यले मैले दिएको। यदि म उपाध्यक्ष भइहाल्यो भनेदेखि मैले अझै यहाँका बालबच्चाहरू, हाम्रा चेलीबेटी, दाजुभाइ, दिदीबहिनीहरू आफ्नो संस्कृति, आफ्नो भाषा यहाँ म चाहिँ त्यसको जगेर्ना गर्ने काममा अझ पनि निरन्तरता लाग्छु। र दोस्रो कुरा, म यहाँ बेल्जियममा नेपालीहरूको तथ्याङ्क पनि निकाल्ने काममा म सहभागी हुन चाहन्छु। र तेस्रो कुरा, म यस बेल्जियममा नेपाल हाउस बनाउने भन्ने कुरामा पनि म पहल गर्दछु। र चौथो कुरा, हाम्रो नेपालमा काठमाडौँमा कन्सुलर मात्रै छ। कन्सुलर मात्रै भएको हुनाले हाम्रा दिदीबहिनीहरू, छोराछोरीहरू न्यू दिल्ली जानुपर्छ। वहाँ जाँदाखेरि धेरै हन्टरहरू खान्छ, मच्छरले खान्छ। त्यसो भएको हुनाले नेपालमै एम्बेसी हुनुपर्छ भन्ने म पहल गर्न चाहन्छु। त्यसैले आदरणीय दाजुभाइ, दिदीबहिनीहरू, म जितु या हारू, म चाहिँ तपाईँहरूको साथमा हर हमेसा भइरहनेछु।